अहिले चाहिँ हामीले ग्यास लगट्टै पर राखिदिन्छौँ लाउन हुन्छ हल्का अप्ठ्यारो हुँदो रहेछ यो स्कुटरमा चाहिँ तर ठिकै छ 4 बजिसक्यो अहिले चाहिँ हामीले त्यो ग्यास छोडिदिएर अनि अहिले चाहिँ हामी यता ट्याक्कै मोमो र चाउमिनको अर्डर दिएर गएको थियौँ है अघि अर्डर दिएर गएको थियौँ रेडी भयो कि अहिले उनीहरू ढिलो हुन्छ कि ल ट्याक्क अहिले चाहिँ हामी यहाँदेखि माथि टोरी पानीतिर लाग्नेछौँ है ओ ओ ओ होम फम फम अहिले माथितिर लागेको छौँ एउटा खट्टम छ यहाँदेखि बाटो त अहिले अलि माथि गएर तपाईँको लगभग 2 किलोमिटर टाढा अलिक माथि गएपछि बल्ल अहिले बाटो राम्रो छ अहिले चाहिँ तल पुरै खत्तम छ क्या बाटो अनि त्यही भएर अनि अहिले माथि गइसकेपछि बल्ल म भिडियो अन गर्छु है त ल टक्क अहिले चाहिँ जमरिनी हो कि के हो भन्ने ठाउँबाट अलिकति माथि आइसकेको छौँ यहाँदेखि चाहिँ बल्ल अहिले पिच भएको छ नयाँ पहिला चाहिँ यस्तो खत्तम बाटो थियो होइन यहाँ बेनीदेखि आउन नै लगभग तपाईँहरूलाई माथि टोरी पानी पुग्ने आधी घन्टा लाग्थ्यो टोरी पानी होइन न्याप्टेचोर पुग्ने आधी घन्टा लाग्थ्यो अहिले त जेस तलदेखि आउन चाहिँ यहाँसम्म आउन चाहिँ लगभग कति 20 मिनट जति लाग्छ यहाँदेखि चाहिँ तपाईँहरूलाई मजाले 5 मिनट लाग्दैन है त यहाँदेखि तपाईँहरू उठ्न जानु चाहिँ अहिले यस्तो राम्रो बनाएको छ अहिले बाटो तपाईँहरू टक्क सिन हेर्दै हिँड्दै गर्नुहोस् होइन यस्तो गरेर होइन अहिले त्यस्तो छ यस्तो भइसकेको छ तर बिचमा चाहिँ लाइनिङ मिलेको छैन होइन अनि यो बाटो चाहिँ म धेरै हिँडिसकेको छु होइन लास्टै धेरै हिँडिसकेको छु क्या अहिले त यो बाटोबाट त म पहिला अफरोड हुँदा पनि धेरै हिँडेँ अहिले पिच हुँदा पनि धेरै हिँडिसकेको छु तर मैले चाहिँ कहिले पनि अन क्यामेरा कहिले पनि बनाउनु पाएको थिएन अनि आज नै अघि घाम लागेको थियो र अनि क्या राम्रो देखेला भनेर नि क्यामेरा लिएर आएको तर अहिले चाहिँ हेर्न सक्नुहुन्छ पुरै पानी पर्ला जस्तो भइसकेको छ अनि यहाँ चाहिँ लास्टै पहिरो जान्थ्यो यहाँ अहिले चाहिँ यस्तो भएको छ तर त्यही पनि अब हेरौँ अब फेरि बर्खामा कस्तो हुन्छ अहिले चाहिँ यस्तो भएको छ गरे तर पछि फेरि बर्खामा चाहिँ कस्तो हुन्छ हेर्नै बाँकी छ अब हेर्नुहोस् कति राम्रो देखिरहेको छ सिनहरू चाहिँ र पहिला त सफा थियो अहिले त पुरै सेतो भइसकेको रहेछ पिच त्यति बेला चाहिँ म अलि अस्तिसम्म आउँदा नि पुरै पिच पनि कालो होइन खतरा बवाल देखिन्थ्यो क्या त्यति बेला त सायद पानी पर्दैन नि होला अहिले चाहिँ पानी परेको नभएको भएर नि हुनसक्छ टक्कै पहिला चाहिँ यहाँ म आउनेलाई चाहिँ धन्न यहाँ ढुङ्गाले ढुङ्गा तल खसेन योभन्दा नि अझ अर्को ढुङ्गा थियो क्या तल त्यो धन्न खसेन क्या ठ्याक्क म उकालो कट्ने अनि त्यो ढुङ्गा खस्ने भएको थियो त्यति बेला चाहिँ टक्क अब चाहिँ यो बाटो चाहिँ सायद उता मालिकातिर जोड्छ होला यो बाटो चाहिँ यस्तो राम्रो बनाएको छ क्या हाम्रो गाउँतिर फेरि यस्तो छैन है यस्तो राम्रो छैन क्या हाम्रो गाउँतिर त अझै नै अफरोड छ भन्न त अब बजेट त परिरहेको छ तर बजेट चाहिँ कहाँ जान्छ तर यतातिर त यस्तो बनाइसक्यो अलि ढिलै बनायो तर धेरै राम्रो बनाइसकेको छैन टोरी पानी 2.5 किलोमिटर यहाँदेखि यो चाहिँ न्याप्टेचोर हो क्या सायद कहिले हेर्न सक्नुहुन्छ पहिला यस्तो हिलो हुन्थ्यो अहिले चाहिँ यस्तो राम्रो बाटो बनिसकेको छ होइन तर एक्सिडेन्ट हुने बढी चाहिँ सम्भावना हुन्छ क्या यस्तो बाटो भयो भनेखेरि किनकि भर्खर गाउँतिरको बच्चाहरू त्यति थाहा हुँदैन गाउँतिरको मान्छेहरूले कसरी हिँड्नुपर्छ भन्ने अनि फेरि एक्सिडेन्ट हुने सम्भावना बढी हुन्छ क्या हामीले बाटो राम्रो देखिन्छ अनि त्यही भएर छिटो मचाइन्छ न्याप्टेचोरहरू रे ट्याक्क ठाउँको नाम चाहिँ हेर्नु सक्नुहुन्छ है त पुरै गाउँै अहिले त सिड्डिनला पहिला यस्तो हिलो हुन्थ्यो यहाँ बच्चाहरू ट्याक्क जेब्रा क्रसिङमा बसिरहेको छन् यो चाहिँ स्कुल भयो ओहो सोल्टी जति उठी चलाउनु मन लाग्ने ठाउँ छ क्या यहाँ त तर के गर्नु पुरा बाटो यस्तो भइदिएको भए राम्रो हुन्थ्यो तर पुरा बाटो छैन यहीँसम्म मात्र होइन ठ्याक्क वडा कार्यालयसम्म मात्र यहाँदेखि उता माथि नि पिच हुन लागेको छ भन्ने जस्तो कुरा सुन्थ्यो उस्तै भइसकेको होला यहाँदेखि अलि माथिसम्म चाहिँ पिच छैन तर माथि चाहिँ पुरै पिच छ भन्ने जस्तो कुरा सुन्थ्यो हामी चाहिँ यहाँदेखि उता जान्छौँ है त
यहाँदेखि उता गएर अनि उहाँलाई अलि पर छाडेर अनि म चाहिँ फर्किन्छु। अहिले फर्किनु लाग्ने अलिअलि कुरा गरौँ है त। अब तपाईँहरूले चाहिँ भ्लगबाट एउटा नयाँ कुरा सिकाइदिन्छु। तपाईँहरू चाहिँ ठिक्क अफरोड स्कुटरमा अफरोड कसरी गर्ने हो भन्दाखेरि होइन, अफरोडमा चलाउनुलाई अब बाइकको पो सेडल जस्तै अब उभिन मिल्छ नि त, त्यसको स्ट्यान्ड अगाडि हुन्छ र उभिन मिल्छ। अब हाम्रो चाहिँ मिल्दैन नि त, हाम्रो चाहिँ स्कुटरमा अगाडि टेकेर उभिने नि पछाडि अलि बढी नै उठे जस्तो देखिन्छ। त्यो के गर्नु भन्दाखेरि ट्याक्क तपाईँहरूले हल्का पछाडि जानु, सिङ्गल हुनुहुन्छ भने है यदि ट्याक्क पछाडि जाने होइन, अनि अब एङ्गलबाट देखियो होइन, ट्याक्कै यहाँ पछाडि टेक्ने ठाउँ हुन्छ नि, यहाँबाट टेक्नु होइन। पहिला म तपाईँहरूलाई देखाइदिन्छु कस्तो कतिको देखिन्छ है। ट्याक्कै यहाँ टेक्ने होइन, अनि जुर्को उठ्ने ठ्याक्कै यहाँ तल यो घुँडा खुम्चाउने यसरी ट्याक्कै है। अनि अगाडिको फुट ब्रेक के अरे पछाडिको ब्याक ब्रेक र अनि फ्रन्ट ब्रेक चाहिँ यसरी समात्ने ल, ट्याक्कै दुईवटा औँलाले गर्ने, 1 फिङ्गर अथवा 2 फिङ्गर, सकभर 1 फिङ्गर गर्नु, नभए 2 फिङ्गर गरे पनि हुन्छ। यसरी देखेको छ कि छैन? अब यो गऱ्यो भने तपाईँहरूलाई मजाले अफरोडमा त्यति ढाड दुख्ने रोग चाहिँ हुँदैन होइन। तर अलिकति बाइकको जस्तो सजिलो नि हुँदैन है, फेरि हल्का अप्ठ्यारो चाहिँ अप्ठ्यारो हुन्छ। तर बाइकको तर बसेर स्कुटरमा बसेर चलाउनु भनेर चाहिँ उभिएर नै धेरै सजिलो हुन्छ है त। जस्तै अब यहाँ पुरै अफरोड छ, ए अफरोडमा यसरी मलाई केही फिलै भएको छैन है, हल्का घुँडा खुम्चाउने होइन, ट्याक्क लुज राखिदिने आनन्दले ट्याक्क उठेर आउनुभयो भने चाहिँ धेरै इजी, कति इजी हुन्छ क्या उठेर चलायो भने। अब अरू अब मेरो एन्ड्रोक भएर मलाई चाहिँ अलि बढी नै सजिलो लाग्छ उभिनको लागि होइन। तर अरू अरू स्कुटरहरूमा पनि उभिन मिल्छ। ए अब हेर्नु नि मलाई यस्तो फेरिरह बसेर चलाउने भने ट्याक्क म उठेँ, खुट्टा पछाडि राखेँ अनि यसरी उठेँ, सजिलो हुन्छ। तर अरू स्कुटरहरूको चाहिँ नि म ट्राई गर्छु। अब 2-3वटा स्कुटरहरू चाहिँ मेरो साथीहरू पनि छ, तिनीहरू ट्राई गर्छु म। अनि फेरि उनीहरूसँग ट्राई गरेर अनि मिल्छ कि मिल्दैन अनि ट्राई गरेर अनि हजुरहरूलाई टक्क भिडियोमा देखाइदिन्छु। मिल्यो भने चाहिँ म तपाईँहरूलाई अब अर्को नेक्स्ट भिडियोमा अब यसकै अब तपाईँहरूको अलिकति कमेन्ट भ्युज र कमेन्ट आयो भने चाहिँ म तपाईँहरूलाई यसरी कसरी चलाउने भनेर देखाइदिन्छु है त अफरोडमा स्कुटरलाई। पहिल्यै बनाइसकेको छु, अब त्यो भिडियोमा भ्युजै आएको छैन, त्यो भिडियोमा भ्युज नै आएको छैन। अब तपाईँहरूकै अब के भनौँ, अब खै अहिले एन्टिलाइट परेको छ, म हल्का आइएसओ बढाउँछु है त। अब त्यो भिडियोमा खास चाहिँ अब भ्युज नै आएको छैन, जम्मा 11-12 भ्युज आएको, त्यो पनि अझ बढी मैले हेरेर आएको छु धेरै जस्तो त। अझ अब मेरै चिनेको साथीहरूले यताउताबाट हेरिराखेको छन्, छँदै छैन खास चाहिँ होइन, भ्युजै आउँदैन। अनि फेरि यता नि अहिले त पानी आउनु लागेको छ, त्यो अलिकति स्पिड नै चलाइरहेको छ, किन नत्र भने फेरि म फेरि गाउँ पनि जानुपर्ने छ क्या। जस बाटो चाहिँ मक्खन भएको छ होइन, टक्क आउन सक्नुहुन्छ तपाईँहरू रिल्याक्समेन्टको लागि। तोरी पानीसम्म मजाले पिच भएको छ होइन, यो चाहिँ नेप्टेचर हो। तपाईँहरूको टोरी पानीहरूसम्म चाहिँ मजाले पिच भएको छ है त, ट्याक्कै हेर्न सक्नुहुन्छ नेप्टेचर। यहाँ बसेर टक्क डाँडाकाँडाहरू देखिन्छ। उट्यो चाहिँ पारे हामी त्यो पहिला गएर भिडियो सुट गरेको थियौँ हामीले पहिला। यो चाहिँ तल चाहिँ मल्लाज भयो होइन। अनि यो नेप्टेचर चाहिँ अलि माथि नै छ क्या, हाइटमै छ है। किनभने चाहिँ पहिला अफरोड हुँदा यहाँ अफरोड हुँदा हाम्रो गाउँ जान झन् छिटो पुगिन्थ्यो होइन। बेनीदेखि लगभग 25 मिनटमा हाम्रो गाउँ पुगिन्थ्यो। लगभग किलोमिटरको हिसाबले नै हाम्रो टाढा छ क्या, अनि उचाइको हिसाबले नै हाम्रो टाढा छ। तर फेरि अब यहाँ खै के हो, अब यहाँ स्लो आइन्थ्यो, यहाँ झन् आधी घन्टा लाग्थ्यो, आधी घन्टा 35 मिनट लाग्थ्यो स्कुटरमा है। बाइकमा त छिटो आइन्थ्यो, तर स्कुटरमा झन् यहाँ आधी घन्टा कहिलेकाहीँ 35 मिनट लाग्थ्यो होइन। झन् हाम्रो गाउँ झन् टाढा छ नि त, बेनीदेखि त धेरै टाढा हो, अफरोड टोटल अफरोड हो उता झन्। त्यहाँ झन् छिटो जम्मा 25 मिनटमा पुगिन्छ क्या यहीँ बेनीदेखि नै। अब त्यस्तो छ, अब के भन्नु। यहाँ चाहिँ सायद त्यही घुम्ती बढी भएको भएर होला, सायद धेरै टाइम लाग्यो। हाम्रोमा चाहिँ घुम्ती अलिक कम छ त छ, धेरै नै छ हाम्रो नि घुम्ती। अब तर अलिक कम छ क्या हाम्रोमा चाहिँ घुम्ती फेरि। अनि म यहाँ पहिला लोटेर अनि भाइरल भएको थियो त्यो भिडियो पनि मै लोटेको थिएँ। ठ्याक्क म कुसमा लोटेरी ठ्याक्क तपाईँहरूलाई यो पाइन्ट देखाइदिन्छु है पछि नै। ट्याक्क यही पाइन्टमा लोटेरी यो पाइन्ट हेर्न सक्नुहुन्छ है, यस्तो चेट्टेको है, यस्तो चेट्टे होइन। त्यही कुसमा लोटेर अनि म त्यही भन्दै आएको थिएँ क्या, म पोखराबाट आउने बेला हामी लोटेर यसरी लोटेदेखि त मलाई डर लाग्न सुरु भइसकेको छ भन्दै ठ्याक्क त्यही भन्दै त्यही देखाउँदै आएको थिएँ। अनि ठ्याक्क त्यही बेला लोटे यसो गरेँ। त्यही भएर नि त्यो भिडियो चाहिँ भाइरल भएको छ, टिकटकमा नि हेर्न सक्नुहुन्छ। मलाई अनि अझसम्म फलो गर्नुभएको छ भने फलो पनि गर्नु होला होइन।
1000 बल्ल बल्ल 1000 पुऱ्याएको छु फलोवर पनि लगभग 5 वर्षपछि 1000 पुऱ्याएको छु अब ट्याक्क त्यहाँ पनि हेर्न सक्नुहुन्छ भ्युज चाहिँ राम्रै जान्छ तर अहिले भ्युज पनि डाउन भएको छ मैले खासै चलाएको छैन सोसियल मिडियाहरू अबदेखि चाहिँ रेगुलर आउँछौँ है त हामी युट्युबमा पनि रेगुलर आउँछौँ अनि हाम्रो म्युजिक भिडियोतिर पनि रेगुलर हुन्छ होला साइड अलिकति लङ ग्याप राखेर हुन्छ उता रेगुलर भनेर फेरि म्युजिक भिडियोमा अलिकति ग्याप राखेर म्युजिक भिडियो हुन्छ अनि अर्को त भइहाल्ने भयो है त यता जस्तो अब मेरो च्यानलमा त रेगुलर नै आउने भयो अनि टिकटकमा पनि रेगुलर आउँछु अनि फेसबुकमा पनि अब रेगुलरली अब कन्टिन्युटी दिने विचार गरिराखेको छु होइन अब टक्क त्यहाँ पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले त्यही नै अब माया देखाइदिनु होला अझसम्म चाहिँ अब जति पनि माया देखाइदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद जो चाहिँ अहिले नयाँ हुनुहुन्छ मेरो भिडियोमा उहाँहरूले पनि मलाई माया देखाइदिनु होला त्यति भन्दैन होइन हामी चाहिँ अब एकदम मच्चेर जानुपर्ने हुनेछ बेनी अझ 5 किलोमिटर रहेछ होइन यहाँदेखि 5 किलोमिटर नि लगभग हामीलाई त लाग्छ क्या टाइम 5 किलोमिटर जान नि कति टाइम लाग्छ भन्दाखेरि हामीलाई ठ्याक्क अहिले 45 भयो 55 भयो होइन 55 भनेपछि उहाँ पुग्न हामीलाई ट्याक्कै 15 मिनट लाग्छ यहाँदेखि त्यसो भए 5 किलोमिटरलाई 55 लाग्छ किनभने ओह्रालो पनि छ ओह्रालो अलिक स्लो हिँड्नु पऱ्यो अनि पिच राम्रो भइदिएको चाहिँ हुन्थ्यो गरे अब त्यो पिच राम्रो नभएको कारणले गर्दा स्लो जानुपर्ने हुन्छ अनि भिडियो चाहिँ यहीँ एन्ड गर्छु मैले किनभने चाहिँ पानी परिरहेको छ पुरै पानी परिरहेको छ भिडियोमा चाहिँ देखिँदैन पुरै पानी परिरहेको छ अब मैले भिडियो चाहिँ यहीँ एन्ड गर्छु अनि डाइरेक्ट अब रुममा गयो भने रुममा आउट्रो र इन्ट्रो दिएर इन गर्छु भिडियो नत्र भने चाहिँ मेरो भिडियो चाहिँ यहीँ हुन्छ है त ल